गाइस सबैजनालाई गुड मर्निङ। यो चाहिँ काठमाडौँको तपाईँको फर्पिङबाट देखिएको भ्यू हो। अर्ली इन द मर्निङ 7 o'clock। यस्तो दामी सनराइज पनि देख्न सक्नुहुन्छ अनि यस्तो बादल पनि देख्न सक्नुहुन्छ। अनि त्यो बादलभित्र बिल्डिङहरू पनि कस्तो मिठास देखिरहेछ क्या। दिस इज वाउ गाइज। मैले फर्स्ट टाइम देखाएँ हो काठमाडौँमा। साथीहरू अब हामी सुरु गर्दैछौँ यहाँ अन्डरग्राउन्डको एन्ट्री। हामी कहाँ छौँ अहिले? गुफामा। अगाडि जानु न तपाईँ तेर्साउने ल म हिँड्छु। कोही छिर्छ भने गुरु बस्दै जानुपर्छ, अगाडि बाटो छ कि त्यही भएर झोला खोल्नु भने मैले झोला खतरनाकै छ यार साथीहरू। मजा आइरहेछ अन्डरग्राउन्ड। मजाको छ नि, इन्ट्रेस्टिङ छ। कसलाई चाहिँ केटा हो? सही छ र सही मजा आइरहेछ नि। मजा आइरहेछ। यस्तो गुफाभित्र यो हो कि के हो गुरु? यो तर्साउ नयाँ हो कि होइन? आमामा ओ यो त चेपा चेपा छ त साथी हो। हिँड्नु न, यही हो त्यो छिरे साथी। कुखुरा स्टाइलमा आउँदैछ। कुखुरा स्टाइलमा आउँदैछ। साथीहरू आइसक्यो हामी यति राम्रो ट्रेलमा। अब रेस्ट पोइन्टमा आइसक्यो। सुलुलुलु साथीहरू, यो चाहिँ कुनै तपाईँको उसको ग्रेट वाल होइन। यो चाहिँ तपाईँको यही नजिक चम्पादेवीको बाटो हो। यस्तो दामी छ एकदम। 360 देखाउँछु, यतापट्टि झन् दामी छ। हेलो नमस्ते नमस्कार जय नेपाल गुड मर्निङ सबैजनालाई। फेरि पनि म ब्याक भइसकेको छु। आज चाहिँ म जाँदैछु फर्पिङको एउटा खतरनाक गुफामा छिर्नलाई होइन। गुफाको नाम चाहिँ मलाई पनि थाहा छैन, तर एकदमै दामी देखेँ मैले। सो आज चाहिँ गुफा जान्छु म। हाइकिङ पनि छ 30 minutes अनि पहाड पनि चढ्छु। सबै कुरा एक्सपिरियन्स यो ब्लगमा देखाउनेछु। सो किप वाचिङ गाइज। सो गाइज देख्न सक्नुहुन्छ काठमाडौँ पुरै अँध्यारै छ यार। अझै 7 बजे पनि काठमाडौँ अँध्यारो छ। आई डोन्ट नो वाइ बट इट लुक्स सो क्रेजी। आज पुरै पानी पर्ला जस्तो छ त यार गाइज। कि म सधैँ ढिलो उठ्ने भएर आज छिटो उठेर चाहिँ यस्तो भयो। आई डोन्ट नो बट लुक्स सो वाउ। होइन तेरीमा टोक्ने काठमाडौँमा किन घाम लागेन आज? 7 बजे पनि अँध्यारो छ त हो साथीहरू। अरू दिन त घाम लाग्छ जस्तो लाग्छ मलाई। आज त घाम छ केही छैन हौ। अँध्यारो न अँध्यारो छ यार। दिउँसै बत्ती लाएर हिँडिरहेको छ सबैजना। आज वाइल्ड चिसोवाल त हुनेवाला छ जस्तो लाग्यो। समथिङ लुक्स सो क्रेजी गाइज। ओ साथीहरू के हो यार, यो दिउँसै अँध्यारो किन भयो यसरी? कसले भाङ खायो? म्याम फुली शिवरात्रिको भाङ खायो कि चुरोट खायो? यस्तो अँध्यारो भयो यार। पुरै अँध्यारो अँध्यारो देखिरहेको छु म त दिउँसै। के भइरहेछ? मलाई त आज यार धेरै छिटो उठेर हिँडेँ जस्तो लाग्यो यार। जिन्दगीमा पहिलोचोटि यति छिटो उठेँ जस्तो लागिरहेछ हौ। अँध्यारै छ यार। ल साथीहरू, अघि चाहिँ त्यो तल एकदम अँध्यारो थियो, त्यही भएर मैले धेरै दृश्य देखाइनँ। अब चाहिँ दृश्य नै दृश्य देखाइदिन्छु। यस्तो राम्रो उज्यालो देख्न थाल्यो माथि आएपछि। ओ भैया क्या बवाल देखिरह्यो। ऊ माथिबाट देख्छ क्या अरे। यस्तो भ्यू चाहिँ मैले आम्मामामामा राम्रै देखिरहेको रहेछ। कसले? आम्मामामा कति राम्री देखा हो। ओहो अलिअलि खिचौँ ल। को मालिक यस्तो ढिलो फोन गरेपछि कहाँ आइपुग्छ त अनि। लो गाइज देख्न सक्नुहुन्छ सनराइज फर्पिङको। यस्तो बवाल सनराइज भइरहेछ। आमामामामा हो यस्तो दामी। यो छ नि, यो पुरै काठमाडौँको बिल्डिङ हो क्या। यो बिल्डिङ माथि हुस्छु हो।
ल है सबैजनालाई गुड मर्निङ। यो चाहिँ काठमाडौँको तपाईँको फर्बिङबाट देखिएको भ्यू हो। अर्ली इन द मर्निङ 7 o'clock। यस्तो दामी सनराइज पनि देख्न सक्नुहुन्छ अनि यस्तो बादल पनि देख्न सक्नुहुन्छ। अनि त्यो बादलभित्र बिल्डिङहरू पनि कस्तो मिठास देखिरहेछ क्या। दिस इज वाउ गाइज। मैले फर्स्ट टाइम देखाएँ हो काठमाडौँमा। ल केटाहरू चिच्याउँदै गइरहेछ अनि हामीले एकदम रमाइलो दृश्य देखिरहेछौँ। बडो मजा आइरहेछ गाइज। जिन्दगीको फर्स्ट टाइममा देखेको यति राम्रो भ्यूले निकै रमाइलो फिल गराइरहेको छ। अब आजको यो मिठास भ्यू पछि हामी लाग्छौँ मासतिर। मिठास भ्यूलाई बाई बाई गर्दै मासतिर लागौँ हामी। हल्ला गर्दै हिँडेको छ भन्छ होला। ल ठिक छ गाइज, अब फर्बिङको डाँडातिर लाग्छौँ हामी। यहाँ डाँडाको भ्यू सकाएर तर मिठासपूर्णको भ्यू देखियो यहाँ होइन। बहुत राम्रो भ्यू देखियो। मजा आयो मजा जिन्दगीमा आज। आम्मामा यसको जोडी रहेछ यार, खतरा। हेर्नु न क्युटीहरू। अनि ऊ त्यहाँ आउँछ झन्डा, भवाल झन्डा देखिन्छ क्या। फर्केर आउँदा पसौँ न। ऊ यहाँबाट भर्याङ छ। त्यो भर्याङ जाने टक्क पुग्छ। छैन नि, फर्केर आउँदा छिरो। ल गाइज बवाल छ, बवाल। आजको दिन बवाल हुनेवाला छ। ल है गाइज हामी आइसक्यौँ अब खतरनाक गुफा भएको ठाउँमा होइन। गुम्बाको सहरमा, डल्लुमा, फर्बिङको डल्लुमा। यो चाहिँ फर्बिङको डल्लु भन्दो रहेछ। बवाल छ तर ठाउँ चाहिँ वाल राम्रो छ यार गाइजहरू। तपाईँहरूलाई निकै स्वागत गर्न चाहन्छु म। अब यहाँबाट चाहिँ एजन गुम्बा भन्नेतिर लाग्नुपर्छ। सो साथीहरू अब डल्लुको गेटबाट हामी एजम गुम्बा जान्छौँ। एजम गुम्बाबाट सुरु गर्छौँ हाम्रो आजको यात्रा। हेलो साथीहरू, अब सुरु गरिसक्यौँ हामी गुफातिरको यात्रा। अब्बुई झन्डै अड्केर लडियो त। हाम्रो यहाँ खुङ्खार योद्धाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ गुफा जान सिपालु मान्छेहरू। दोस्रो विश्वयुद्धमा लडेर तेस्रो विश्वयुद्धमा पुगेछौँ। फेरि जन्म लिएर आउनुभएकाहरू हुन्। अनि गुफा पनि अब उहाँहरूको पहिलो जन्ममा चाहिँ यो गुफामा लुकेर बस्नुभएको थियो अरे। खतरनाक छ जस्तो लाग्यो। बत्ती बाल्नुपर्छ अरे क्या, अँध्यारो छ अरे नि त। अनि सुरु गर्दैछौँ हामी। ल साथीहरू, अब हामी लगभग सुरु गर्दैछौँ, छिर्दैछौँ। हामीले भ्यू नै सिक्छौँ। सानो गुफा छ नि, केही हुँदैन। भ्यू त देख्दैन। डराएर हेर न मलाई अगाडि जाऊ भने। मेरो त लाइट छ यार, म लाइट लाउँछु। केटाहरू डराउँछ अब यो ल। खतरा गुफा आइसक्यो। अब हामी सुरु गर्दैछौँ यहाँ अन्डरग्राउन्डको एन्ट्री। यूक्रेनमा युद्ध बंद करो, शीघ्र अस्थायी शांति। इस युद्ध का माध्यम से पैसा बर्बाद करना बंद करो। तेज पत्ता रङ। हामी कहाँ छौँ अहिले? गुफामा। अगाडि जानु न तपाईँ, तेर्स्याउँदै हाम्रो बम आउँछ क्या। डराएर क्या केटा होइन जानु, म बत्ती पालिदिनु। बम निकाल्नु तपाईँ। चिराउँछु अब यो गुफाभित्र। खतरनाक छ है साथीहरू। कोही छिर्छ भने गुरु बस्दै जानुपर्छ, अगाडि बाटो छ कि। त्यही भएर झोला खोल्नु भने मैले झोला बोकेर हात आएर लिएँ। गुफा त खतरनाकै छ यार साथीहरू। मजा आइरहेछ। अन्डरग्राउन्ड मजाको छ क्या, इन्ट्रेस्टिङ छ गुफाहरू।
यो के हो सर डिओसी हो कि के हो यो? हैट के हो गुरु? कसलाई चाहिँ केटा हो सही सर सही मजा आइरहेछ नि मजा हेर सही यस्तो गुफाभित्र यो हो कि के हो गुरु यो तर्साम ल्यायो हो कि होइन यो चलाउने हो बुद्धलाई ए बुतल चढाउने वाला हो सबै खतरनाक गुफाभित्र एन्ट्री गर्दैछ कहाँसम्म पुग्ला सर यार एकछिन ढाड्दै राम्रो आमामा ओ यो त चेपा चेपा छ त साथी हो हिँड्नु न यही हो त्यो छिरे त्यहाँ अगाडि अरे बाफ बाफ गाह्रो ओहो ए गुफा नै यति नै हो कि हो साथी हो पिक्चरले यहीँ हालेछ है सर यही चेप्टो हो ए सही ठाउँ सर खतरा रहेछ यहाँ गुफा उता त छैन रहेछ बाटो एकदम यति नै रहेछ झन्नै हाइटले गर्दाखेरि चेपिएको थियो नि यहाँ चाहिँ जुत्ता खोलेर उतासम्म जानुपर्छ क्या अगाडि हिँड्नु हिँड्नु यहाँ त अगाडि छिर्ने अगाडि त छिर्दैन होला मान्छे त्यहाँ छ त बाटो गुरु कहाँ छ यति नै छ के हेर्नु न पर्दे कि पछि क्या है चोली के नीचे छैन होला उता त यु क्यान सी फाइनली आइसक्यो हामी यस्तो 15 मिनटको गुफाभित्रको यात्रापछि गाइस बल्ल आइपुग्यो हामी यस्तो सुरुङ मार्गभित्र गुरु हामी आइपुग्यौँ कडा देख्न सक्नुहुन्छ ल वर्थ इट छ होइन एक्सपिरियन्स चाहिँ एकदम कडा छ राम्रो हुँदो रहेछ होइन यस्तोमा मजा आइरहेछ एकदम नाचौँ नाचौँ लागिरहेछ पहिलोचोटि छिर्या हो यतिको ठाउँमा यस्तो गुफा चाहिँ पहिलोचोटि छिर्या अब यता चाहिँ जान सकिन्न जस्तो लाग्यो है यता चाहिँ ठाउँै बनायो रहेछ है आश्चर्य यता त अब ठाउँै छैन है के जानु होइन तर जुत्ता खोल्ने मान्छे चाहिँ पुगेर आउनु टावर छैन एउटा नि यता त खासै केही छैन जस्तो लाग्यो मान्छे जान्छ यहाँ जान्छ र मान्छे जान्छ बुढा जाने ठाउँ छ होस् होस् लट्ठीले बन्द गरे साथीहरू अनि लट्ठीले बन्द गरेको त्यो नजाउँ भने होला छिर्न सक्दैन भनेर लाग्यो तपाईँहरूलाई यो गुफाभित्र एकदम सर यार गुफा जस्तै क्या ट्याक्कै एकदम चेपा गाडा छिर्ने टाइपको छ मसिनो छ वेट चाहिँ घटाएर आउनु होला आउँदाखेरि पत्लो मान्छेलाई एकदम सही छ सही छ अरे यस्तो बवाल बनाएको छ नि यो गुफा माथिदेखि बवाल फर्म भएर बनाएर चाहिँ भित्र सही अहिले चाहिँ मनमा यति आइरहेको बुचालो आयो भने के गर्ने सही आउँदैन यो भगवान्को ठाउँमा कहाँ भुताउँछ भूत बनाएन मैले भुचालो भने क्या भूकम्प चाहिँ के गरौँ न भनेर सोचाइरहेको के ए अब भुइँचालो आएर वान अफ द बेस्ट एक्सपिरियन्स कसम गुरु यार तपाईँ त भुइँचालो आयो भने त हामीले धकलेर लात्ता हानेर निक्लिनुहुन्छ होला है भयो केही छ अरू फोटोसोटो खिच्नुहुन्छ आउनुहोस् कहाँ तर खिचौँ खिचौँ खिच्ने हो भने बस्नु म खिच्छु यस्तो फ्ल्यास पाल्छु एकजनाले फ्ल्यास पर्दैन क्लियर क्या सर चक्का ल यहाँ खतरा छ यो गुफाभित्र फोटो खिच्दै निस्किँदैछौँ हामी अनि यतापट्टि पुरै अँधेरो छ है तैँले देखायो भने मात्र उदाएको छ फोकस हाल्नु डेन्जर छ यार डेन्जर खतरनाक चाहिँ साथीहरू खतरनाक यस्तो यस्तो चेपा चेपा बाटो छ है भवालसँग यत्तिको एक्सपिरियन्स लिन चाहिँ यही नजिक आउनु पऱ्यो फर्पिङमा मजा आउँछ गाइजहरू बाटो त्यस्तै छ पुरै वाइल्ड छ है वाइल्ड अब हामी निस्किन्छौँ चेपा चेपा अघि कसरी चिर्या थियो यार पछाडि बनेको साथ जान्छ बाहिर गएर भन्छु भने अनि यहाँ कहाँ न्युरिन ताल्नु यहाँ खतरा क्या सर यो वाला खतरा क्या अघि छिरेकै बिर्सेछ यार ओहो यस्तो अँधेरोमा यार साथीहरू कस्तो नछिरे जस्तो लाग्ने हैट साथीहरू बवाल एक्सपिरियन्स हो जिन्दगीमा यत्तिको एक्सपिरियन्स चाहिँ यत्तिको नजिक लिनैपर्छ हजुरहरूले हैट आमामामा
ओहो ल फिनाली बाहिर आइपुग्यो गाइजहरू खतरा छ है यत्तिको ठाउँ यहाँ छ वाइल्ड मजा यार यस्तो भ्यू छ बाहिर ल है ल फोटो सेसन हुँदैछ कडा तरिकाले खतरा खतरा यस्तो गुफामा पुरै गुफाभित्र नि यो फेरि यसरी नै देखाउनु त राम्रो आइरहेको ल स्वागत छ गाइज अहिले म आइसक्यो डाँडा माथि खतरा देखिन्छ तलतिर भ्यू हेऱ्यो भने यता हेऱ्यो भने म पनि खत्रै छुइनँ तर हाम्रो साथीहरू चाहिँ खतरा पारामा यात्रा सुरु गर्दैछौँ यार यस्तो बवाल म्युजिकको तालमा ल ए गाइज खतरा छ आजको ट्रेल दामी रहेछ है बनाइराखेँ मिठो छ ओहो ल सुरु गऱ्यो है सुरु गऱ्यो केटाहरू बहुत नाइस छ रे साथी कुखुरा स्टाइलमा आउँदैछ कुखुरा स्टाइलमा आउँदैछ यहाँदेखि फेरि बाटो छैन यार अल्पत्र रहेछ बाटोहरू चाहिँ है हुनुहुन्छ साथीहरूलाई स्वागत छ भन्छु यस्तो यस्तो बाटोमा बिस्तारै आउनुहोस् होला कहते थे आवारा लोग का संगत करे तो ऐसा होता है यो हाइकिङ भनेर कहाँ आयो हामी खरबारीमा यार है केटाहरू स्वागत छ साथीहरू आइसक्यो हामी यति राम्रो ट्रेलमा सर हेर्दा नि मस्त देखिन्छ तलतिर दामी छ है दामी बवाल छ गाइज जङ्गल बिचमा so amazing experience ever guys if you want to join follow me subscribe me like me ल कति खुसी हेर्न 2 क्लासको बच्चा जस्तो हाने बच्चा हुर्किने बेला भइसक्यो केटाहरू यस्तो छ उल्टो घुमाइरह भाउजूले फोन गर अरू फुल नभेट्यो नि हजुरहरूको लागि यो फुल ह्याप्पी रोज डे कसैको छैन वाह 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 दामी ल यो चाहिँ कुनै तपाईको उसको ग्रेट वाल होइन यो चाहिँ तपाईको यही नजिक चम्पादेवीको बाटो हो यस्तो दामी छ एकदम 360 देखाउँछु उतापट्टि झन् दामी छ हाम्रो केटाहरू झन् दामी छ को मन पर्यो भन्नुहोस् म मिलाइदिन्छु तपाईहरुलाई पनि आइपुग्यो अब हामी ग्रेट वालमा हिँड्दैछौँ